सो हेलो गाइस, हामी चाहिँ फाइनली आज चाहिँ हामी फेरि यसो साथीभाइहरूसँग यसो दुःख सुखको गफ गर्दै हामी चाहिँ यता बसिरहेका छौँ है। के छ साथीहरू, के छ अब नाइट क्याम्प चाहिँ जान छोडिदियो। के नै छ र साथी हो मरिलानु है। अब त्यस्तै हो। अब हाम्रो चाहिँ एउटा अब खानेकुरा अझै छ। अब के छ अनि हाम्रो जय साहब के छ अनि कस्तो भइरहेछ अनि यहाँ बस्दै गर्दा एकदम है। अनि हाम्रो भान्जो के छ अनि म यो कन्डिसनमा चाहिँ म एकदमै एक्साइटेड फिल गर्छु। एकदमै रमाइलो एकदमै इन्टरटेनमेन्ट दिइरहेको छ हामी यति बेला यो मोमेन्टमा। एउटा हाम्रो मेमोरिज अब पास्टमा त छँदैछ, अझ पनि हाम्रो अपकमिङ डेजहरूमा चाहिँ यस्तै पास्ट लाइफलाई हामी रिमाइन्ड गर्ने हिसाबले हामी यति बेला हामी एउटा अब एउटा दुःख सुखको यताबाट सेयरिङ भइरहेको छ, पीडाहरू होइन, एकअर्काको पेन, अब त्यो एकदमै अलग सबै कुरा हामीसँग अब एकअर्कालाई सेयर गऱ्यौँ भने एउटा मनलाई चाहिँ हामी पिस राख्छौँ। त्यही नै हो आउँदै अनि हाम्रो गेन भाइ के छ? म चाहिँ के भन्न चाहन्छु दाजु, अब हामी सधैँ बसिन्थ्यो होइन जङ्गलतिर। अब हामी अब बसिन्थ्यो, आज चाहिँ हामी यहीँ पसलमै बसेर के आफ्नो दुःख सुख साथो होइन, केहीको कुराकानी गरौँ, गफसप गरौँ होइन, आफ्नो मनमा भएका कुराकानीहरू चाहिँ एकअर्कामा सटासट गरौँ भनेर चाहिँ हामी सधैँ बसिरहन्छौँ। अझै हामी आज यहाँ फेरि बसियो होइन, यही नै भन्न चाहन्छु दाजु है। हाम्रो के छ मेरो भाइ? म पोस्केरा छु हिँडेन पोस्ट कान्छु, म अझै पोस्ट कान्छु, अरू के थाहा छैन मलाई। हाम्रो डन सर हजुर के छ अनि? जस रमाइलो भइरहेछ मलाई यस्तै साथीभाइसँग बसेर होइन, रमाइलो गरेर एकदम आफूलाई पनि गर्व लाग्छ। मेरो साथीहरू यस्तो छन् होइन, जस राम्रो लाग्छ, रमाइलो लाग्छ गाउँमा यसरी आएर होइन, रमाइलो गर्दाखेरि बस्दाखेरि साथीहरूको साथ सबोध देख्दाखेरि होइन, बहुत रमाइलो गर्व लाग्छ आफूलाई। रमाइलो छ, इन्जोय छ जस। अनि हामसोल्टी के छ अनि तपाईँको? मैले त के भन्ने सब ठिकै छ, साथीले भनिसक्नु भयो त्यति नै हो। ए ठिक छ ठिक छ। ल हाम्रो चाहिँ यो टोली चाहिँ है जुस त्यस्तो धेरैचोटि चाहिँ बसेर खाइयो साथीहरूसँग होइन, त्यस्तो मनमुटाव भन्ने चाहिँ केही पनि भएको छैन होइन। कामको आडामा पनि अब कहिले पनि नहोस् होइन। हाम्रो एउटा कुरा चाहिँ अब हाम्रो यति धेरै अब हामी हन्ड्रेडै टाइम चाहिँ हामी बसेर खाएको सँगै हेरेछ, एकअर्कामा कहिले पनि त्यस्तो मनमुटाव भन्ने चाहिँ कहिले पनि भएन, त्यो नहोस् है। र अर्को कुरो भनेको मैले मेरो केटाहरूमा चाहिँ जति मैले रेस्पेक्ट गर्छु त्यो रेस्पेक्ट मैले पनि पाउँछु होइन। आई प्राउड अफ माई होल बोइज, त्यसको लागि चाहिँ म सदाबार चाहिँ आई अलवेज मिस देम होइन। अब त्यही हो, अब त के नै छ र। ल फाइनल गाइज, तपाईँहरू चाहिँ अब तपाईँहरू पनि यस्तै बसेर सुख दुःख गफ गर्न सक्नुहुन्छ होइन। किनभने हामी चाहिँ अब सधैँ यस्तै भइरहेको छ है। हाम्रो भाइहरू अब म चाहिँ अब एजले चाहिँ म नै माथि हो है, भाइहरू सबै मेरो भाइहरू हो नि, तर अब साइनल चाहिँ सबजना चाहिँ मेरो आफन्त हो नि है। त्यही हो गाइज। ल